स्कुलमा कतिजनाको लभ परेको छ केटा कतिजनाको लभ पर्ने होला हैन केटाकेटी हो साथी हो म त सम्झनाको लागि ज्यान दिन सक्छु उसको लागि त नि यो हातको छाला नसा काटेर रगतको खोलो बगाउन सक्छु यदि मेरो प्यारी सम्झना माथि कसैले आँखा लायो भने पहिला मेरो यो दाहिने हात उठ्छ नगर्नु परेन हिजोको अन्डा आज सल्लाहहरू नगर्ने उमेर हो यो आज हरेक केटीले हरेक केटाहरूलाई यहाँ राखी बान्छ सबको पाल आउँछ तिमीहरूको सबको रोको छ हेर रोको जा बौलो गरेर बोला पके जा बौलो मलाई तिमी डे 1 बाट मन पर्यो त्यही दिन पर्पज हान्दिम भनेको तर राइट टाइमको पर्खाइमा थिएँ कि बेलुका डेट गइदिउँ नि त के भनेको बाबु तिमी जत्रो त मेरो एउटा छोरा छ पुरुको लागि पढाइमा ध्यान देऊ एज डजन्ट म्याटर के बेबी यहीँनिर मेरो भेष यहाँ मेमे नजिक यति नजिक है यति नजिक मैले यस्तो गरेँ मेमले यता तान्नु भयो मैले फेरि यस्तो गरेँ मेमले यता तान्नु भयो म नाइ भने मेमले प्लान्ट हान्नु भयो अनि यति नजिक पुरै नजिक ल्याम्मै लिप टु लिप भइहाल्यो नि केटा ल्याम्मै के मैले भने म रेप केस हालिदिन्छु है भनेको मेमको त सात्लो फुत्लो गएर यहीँबाट भागी फुर्र भागी अहिले त प्रिन्सिपल सरले रेस्टिकेट गरेर होला त्यो मेमलाई तेरो दाइको यो लेभल छ कि बुझिनस् तेरो दाइको लेभल कति छ भन्ने नि यो कलेजमा कसलाई यु आर रेस्टिकेटेड प्रिन्सिपल सर त मेरो बुझ्ने लाइन हान्छस् अझै के रे अरे एज डजन्ट म्याटर तँलाई नोसेस रेप केस हाल्छु तँलाई म